नमस्कार मित्रहरू। आज हामी एउटा यस्तो चिजको बारेमा कुरा गर्दैछौँ जुन हाम्रो जीवनसँग गहिरो सम्बन्ध राख्दछ, जसले हाम्रो निद्रा उडाउँछ, कहिलेकाहीँ खुसीले उफार्छ, जसका लागि हामी बिहानै काममा दौडिन्छौँ। हो, तपाईँले ठिक सोच्नुभयो। आजको हाम्रो विषय हो पैसा। तपाईँले कहिले सोच्नु भएको छ, यो कागजको टुक्रा र धातुको चक्कामा आखिर यस्तो के जादु छ जसले संसार चलाइरहेको छ? मुद्रा शब्द कहाँबाट आयो र यसको उत्पत्ति कसरी भयो? कुरा हो प्राचीन इटालीको। त्यहाँ थिइन् स्वर्गकी देवी जुनो, जसको अर्को नाम थियो मोनेटा। उहाँको मन्दिरमा धातुका सिक्काहरू राखिन्थे। हो, त्यही मोनेटाबाट आजको मनी बनेको हो। देवीको मन्दिरबाट सुरु भएको पैसाको यात्रा आज हाम्रो खल्ती र डिजिटल वालेटसम्म आइपुगेको छ। तर के सधैँ यस्तै थियो त? कल्पना गर्नुहोस् त, तपाईँलाई एउटा नयाँ स्मार्टफोन चाहिएको छ, तर तपाईँसँग पैसा छैन। छ त केवल एउटा खसी। तपाईँ मोबाइल पसलमा गएर साउजीलाई भन्नुहुन्छ, साउजी, यो खसी लिनुहोस् र मलाई त्यो लेटेस्ट आइफोन दिनुहोस्। साउजीले भन्ला, ए भाइ, मलाई खसी होइन, चामलको बोरा चाहिएको छ। अब तपाईँ खसी लिएर चामल बेच्ने मान्छे खोज्दै हिँड्नु पर्यो। कस्तो झन्झट! यही झन्झटको नाम हो वस्तु विनिमय प्रणाली अर्थात् बार्टर सिस्टम, र यही झन्झटको समाधान हो मुद्रा। आजको यस भिडियोमा हामी पैसाको यही रमाइलो र ज्ञानवर्धक यात्रामा निस्किनेछौँ। पैसा भनेको के हो, यसको विकास कसरी भयो र अर्थशास्त्रीहरूले यसलाई कसरी परिभाषित गर्छन्, सबै कुरा एकदम सरल र रमाइलो तरिकाले। ल सुरु गरौँ त। ल अब अलि गम्भीर बनौँ, मतलब अलि धेरै पनि होइन। पैसा के हो भनेर सोध्यो भने हामी भन्छौँ नोट र सिक्का। तर के तपाईँलाई थाहा छ, कुनै जमानामा धान, सुर्ती, गाईवस्तु, रक्सी, चुरोट, जनावरको छाला, सिपीको खपडा र प्वाल परेको ढुङ्गा पनि पैसा थिए। सोच्नुहोस् त, तपाईँले कसैलाई 500 रुपियाँ दिनुको सट्टा 500वटा सिपीको खपडा दिँदै हुनुहुन्छ। कति रोमान्टिक! तर समस्या के हो भने कुनै पनि चिज पैसा हुनको लागि त्यसले पैसाको काम गर्नुपर्छ। यही कुरालाई महान अर्थशास्त्री वाल्करले एकदमै सरल तरिकाले भन्नुभयो। मुद्रा त्यो हो जसले मुद्राको काम गर्छ, अर्थात् मनी इज द्याट मनी डज। कस्तो सजिलो! वाल्कर दाइले त जेले पैसाको काम गर्छ त्यही पैसा हो भनिदिनु भयो। कुरा खत्तम। तर अर्थशास्त्रीहरूलाई यति सजिलो कुरा कहाँ मनपर्छ र? त्यसपछि भयो परिभाषाहरूको महाभारत। सेलिगम्यान आउनुभयो र भन्नुभयो, मुद्रा सामान्यतया सबैले स्वीकार गर्ने कुनै चिज हो, अर्थात् मनी इज वान थिङ द्याट पोजेस जनरल एक्सेप्टेबिलिटी। मतलब तपाईँले दिएपछि कसैले नाइ म यो लिन्न भन्नु भएन। खसीलाई सबैले स्वीकार नगर्लान्, तर 1000को नोटलाई कसले अस्वीकार गर्ला र? मैले त गर्दिनँ। त्यसपछि आउनुभयो क्राउथर। उहाँले अलि विस्तारमा भन्नुभयो, पैसा यस्तो चिज हो जसलाई सबैले विनिमयको माध्यमको रूपमा स्वीकार गर्छ र साथसाथै यसले मूल्यको मापदण्ड र मूल्य सञ्चयको काम पनि गर्छ। अर्थात् मनी इज एनीथिङ द्याट इज जनरल एक्सेप्टेबल as an means of exchange and that at the same time acts as measure and as a store of value। अर्थात् क्राउथरका अनुसार पैसाले यी तीनवटा कामहरू गर्छ। पहिलो, विनिमयको माध्यम, त्यही हो खसी दिएर मोबाइल किन्नुको सट्टा पैसा दिएर किन्ने। दोस्रो, मूल्यको मापदण्ड, यो मोबाइल कतिको भन्दा 50,000 को, यो ल्यापटप कतिको भन्दा 1 लाख को। यहाँ रुपियाँले सबैको मूल्य नापिरहेको छ। तपाईँले त्यो मोबाइल आधा खसीको र यो ल्यापटप एक पुरै खसीको भन्नु परेन। त्यसपछि तेस्रो काम हो मूल्य सञ्चय। के तपाईँले आफ्नो खसीलाई 5 वर्षसम्म धनको रूपमा सञ्चय गर्न सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्न। त्यो बुढो हुन्छ, बिरामी पर्छ वा मर्न सक्छ। तर पैसालाई तपाईँले बैङ्कमा वर्षौँसम्म सञ्चय गर्न सक्नुहुन्छ। त्यस्तै रबर्टसन, नेप, किन्स जस्ता अनेक अर्थशास्त्रीहरूले आफ्नै परिभाषा दिए। नेपले त झन् सजिलो बनाइदिए। राज्यले जेलाई मुद्रा भन्यो त्यही मुद्रा हो, अर्थात् एनीथिङ व्हिच इज डिक्लेयर्ड मनी बाई द स्टेट बिकम मनी।
मतलब सरकारले भोलिदेखि बिस्कुटको प्याकेटलाई मुद्रा घोषणा गर्यो भने त्यही पैसा। तर त्यस्तो गर्दैन है। अन्त्यमा सिटोस्कीले सबैको चित्त बुझाउने कुरा गर्नुभयो। उहाँले भन्नुभयो मुद्रालाई परिभाषित गर्न गाह्रो छ, किनकि यसले एउटा होइन तीनवटा काम गर्छ: लेखाको एकाइ, विनिमयको माध्यम र मूल्यको सञ्चय। Money is difficult concept to define, partly because of it fulfills not one but three functions, each of them providing a criteria of moneyness, those of unit of account, a medium of exchange, and a store of value. छोटकरीमा भन्दा कुनै चिज सबैले लिन्छन्, टिकाउ छ र बोक्न सजिलो छ, ससाना भागमा बाँड्न मिल्छ। जस्तै 1000 को नोटलाई 100 को नोटमा बाँड्न मिल्छ र जसको मूल्य स्थिर रहन्छ त्यही नै मुद्रा हो। ल, पैसा के हो भन्ने कुरा त बुझ्यौं, तर अर्थशास्त्रीहरू यतिमा कहाँ रोकिन्छन् र? उनीहरूले त पैसालाई हेर्ने आफ्नै गुट अथवा भनौं दृष्टिकोण बनाएका छन्। आउनुहोस् यी गुटहरूको बारेमा जानौं, अर्थात् दृष्टिकोणहरू। सबैभन्दा पहिलो रहेको छ परम्परागत दृष्टिकोण, अर्थात् ट्रेडिसनल एप्रोच। यो सबैभन्दा पुरानो र सोझो गुट हो। किन्स, क्राउथर जस्ता अर्थशास्त्रीहरू यो गुटका सदस्य हुन्। उनीहरू भन्छन् पैसा भनेको नगद, करेन्सी र बैंकमा भएको माग निक्षेप, अर्थात् डिमान्ड डिपोजिट हो। माग निक्षेप भनेको तपाईले चेक काटेर तुरुन्तै झिक्न मिल्ने पैसा हो है। यो गुटले भन्छ जुन चिजले तुरुन्तै सामान किन्न सकिन्छ त्यही मात्र पैसा हो। एकदम सिधा कुरा। त्यसपछि दोस्रो रहेको छ मौद्रिकतावादी वा सिकागो दृष्टिकोण, अर्थात् मोनेटरिस्ट और सिकागो एप्रोच। त्यसपछि मैदानमा आउनुभयो मिल्टन फ्राइडम्यान र उहाँको सिकागो ग्याङ। उहाँले भन्नुभयो ए परम्परागत साथी हो, पर्ख, तिमीहरूले मुद्दती निक्षेप अर्थात् टाइम डिपोजिट अथवा हामी यसलाई फिक्स डिपोजिट पनि भन्छौं लाई कसरी बिर्सन सक्छौ? अर्थात् मुद्दती निक्षेप भनेको तपाईले बैंकमा एक निश्चित समयको लागि राखेको पैसा हो जुन तुरुन्तै झिक्न मिल्दैन। फ्राइडम्यानले भने त्यो पनि त पैसा नै हो नि, आखिर त्यो पनि त क्रय शक्ति नै हो। त्यसैले उनीहरूको फर्मुला अलि लामो भयो। यसलाई व्यापक मुद्रा भनियो। अब आयो तेस्रो गुट, गुर्ले र सहको नेतृत्वमा। यिनीहरूले त झन् हद गरे। उनीहरूले भने किन यति कन्जुसाइ गरेको? पैसा भनेको त सबै तरल सम्पत्ति हो। उनीहरूले बचत खाताको पैसा, शेयर, बन्ड, ऋणपत्र सबैलाई पैसामा जोडिदिए। यिनीहरूको परिभाषा अनुसार त तपाईको घरमा भएको सुन र जग्गा बाहेक लगभग सबै कुरा पैसा नै हो। यो त पैसाको महाभारत नै भयो। त्यसपछाडि चौथो नम्बरमा आयो केन्द्रीय बैंक दृष्टिकोण, अर्थात् सेन्ट्रल बैंक एप्रोच। यो सबैभन्दा व्यापक दृष्टिकोण हो। यसले भन्छ पैसा भनेको अर्थतन्त्रमा उपलब्ध सबै प्रकारको ऋण हो। यसमा बैंक, वित्तीय संस्था र गाउँको साहुले दिएको ऋण पनि पर्छ। ल हेर्नुस्, एउटा सामान्य पैसाको परिभाषामा कति ठुलो चक्कर। तर चिन्ता नलिनुस्, हाम्रो लागि परम्परागत र मौद्रिकतावादी दृष्टिकोण नै बढी महत्त्वपूर्ण छ। ल अब अलिकति इतिहासतिर लागौं। मुद्राको विकासको कथा कुनै फिल्मको भन्दा कम छैन। मुद्राको विकासलाई हामीले 6 वटा चरणमा राखेर अध्ययन गर्नेछौँ। त्यसमध्ये सबैभन्दा पहिलो रहेको छ पशु चौपाया मुद्रा, अर्थात् एनिमल मनी। सुरुवाती दिनहरूमा जब समाज कृषिमा आधारित थियो, गाई, भैँसी, भेडा, बाख्रा नै पैसा थिए। हाम्रो पौराणिक ग्रन्थहरूमा गोधनको कुरा आउँछ नि, त्यो भनेको गाई रूपी धन। तर यसमा पनि समस्या भयो। सोच्नुस् त, तपाईलाई 1 किलो चिनी किन्नु छ, के तपाई आफ्नो बाख्राको खुट्टा काटेर दिनुहुन्छ? पक्कै पनि दिनुहुन्न। विभाज्यताको ठूलो समस्या थियो अनि यी पैसाहरू बिरामी पनि पर्थे, मर्थे पनि। त्यसपछि आयो वस्तु मुद्राको जमाना। ठाउँ अनुसार फरक फरक वस्तुहरू पैसा बने, जस्तै धनुषबाण, जनावरको छाला, शङ्ख, सिपी, बहुमूल्य ढुङ्गा, धान, चिया आदि। तर यसमा पनि समस्या भयो।
यी वस्तुहरू बोक्न गाह्रो थियो। एकरूपता नहुने मतलब सबै शङ्ख एउटै आकारको हुँदैन र छिट्टै नासिने खालका थिए। त्यसपछि तेस्रो चरणमा आयो धातु मुद्रा अर्थात् मेटालिक मनी। जब समाज व्यापारिक युगमा प्रवेश गर्यो, मानिसहरू सुन, चाँदी, तामा जस्ता बहुमूल्य र टिकाउ धातुहरूको प्रयोग गर्न थाले। सुरुमा टुक्राको रूपमा र पछि सिक्काको रूपमा। भनिन्छ सिक्का प्रणालीको विकास ईसापूर्व 700 तिर लिडिया आजको टर्कीबाट सुरु भएको थियो। यो एक ठुलो क्रान्ति थियो। तर यसमा पनि समस्या आयो। सिक्काहरू भारी थिए, बोक्न गाह्रो, चोरिने डर र व्यापारीहरूले सिक्कामा मिसावट गरेर ठग्न थाले। धातु मुद्राको समस्या समाधान गर्न आयो कागजी मुद्रा। यो 17 देखि 18औं शताब्दीमा सुरु भयो र आजसम्म राज गरिरहेको छ। यो बोक्न सजिलो, छाप्न सस्तो र सरकारले आवश्यकता अनुसार पूर्ति घटाउन बढाउन सक्ने। तर यसमा पनि समस्या छ। यसको आफ्नै मूल्य हुँदैन। सरकारप्रति जनताको विश्वास नभए यो कागजको खोस्टा बन्न सक्छ। अनि सरकारले धेरै नोट छाप्यो भने मुद्रास्फीति अर्थात् महँगीको डर। कल्पना गर्नुहोस्, तपाईको देशमा सबैजना करोडपति भए, तर एउटा पाउरोटीको मूल्य 5 लाख रुपियाँ भयो भने के गर्ने? कागजी मुद्रासँगै बैंकहरूको विकास भयो र आयो शाक मुद्रा वा बैंक मुद्रा। यसलाई हामी निकट मुद्रा अर्थात् नियर मनी पनि भन्छौँ। तपाईले कसैलाई भुक्तानी गर्न 10 लाख नगद बोकेर हिँड्नु पर्दैन। एउटा चेक काटेर दिए पुग्छ। यो कारोबारलाई एकदमै सजिलो बनाउने माध्यम हो। त्यसपछि अन्त्यमा विद्युतीय मुद्रा अर्थात् इलेक्ट्रोनिक मनी। र अब हामी छौँ 21औं शताब्दीमा, सूचना र प्रविधिको युगमा। आज हाम्रो पैसा डिजिटल भएको छ। डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल वालेटले हाम्रो जीवनलाई यति सजिलो बनाइदिएको छ कि हामी भौतिक पैसाको आवश्यकता नै कम गर्न थालेका छौँ। अनि कथा यही सकिँदैन। अब त क्रिप्टो करेन्सी जस्तै बिटकोइनको जमाना आएको छ। यो यस्तो मुद्रा हो जसको भौतिक अस्तित्व छैन र यसलाई कुनै केन्द्रीय बैंकले नियन्त्रण गर्दैन। यो त कम्प्युटरले नै सिर्जना गर्ने अर्थात् माइनिङ र व्यवस्थापन गर्ने डिजिटल मुद्रा हो। बाख्राबाट सुरु भएको पैसाको यात्रा आज अदृश्य बिटकोइनसम्म आइपुगेको छ। कस्तो अचम्मको यात्रा, होइन त? ल त साथीहरू, आज हामीले पैसाको कति लामो र रमाइलो यात्रा गर्यौँ। आउनुहोस् एकैछिनमा आज सिकेका कुराहरू सम्झौँ। पहिलो हामीले थाहा पायौँ कि पैसाको आवश्यकता वस्तु विनिमय प्रणालीको झन्झटबाट सुरु भयो। खसी र मोबाइलको कथा याद छ नि? दोस्रो, हामीले मुद्रा त्यो हो जसले मुद्राको काम गर्छ भन्ने सरल परिभाषादेखि लिएर विभिन्न अर्थशास्त्रीहरूले दिएका गहिरा परिभाषाहरू बुझ्यौँ। मुख्य काम 3वटा: विनिमयको माध्यम, मूल्यको मापदण्ड र मूल्यको सञ्चय। तेस्रो, हामीले पैसालाई हेर्ने 4 फरक दृष्टिकोण जस्तो कि परम्परागत, मौद्रिकतावादी, तरलता र केन्द्रीय बैंकको बारेमा थाहा पायौँ, जुन अर्थशास्त्रीहरूको आफ्नै गुट जस्तै रहेछ। र अन्त्यमा हामीले पैसाको विकासको रोमाञ्चक यात्रा देख्यौँ। पशु, वस्तु, धातु, कागज, शाक र अहिले विद्युतीय तथा क्रिप्टो करेन्सीसम्म। पैसाको आविष्कारलाई क्राउथरले भने जस्तै यान्त्रिक विज्ञानमा पाङ्ग्रा, विज्ञानमा आगो र राजनीतिमा भोट जत्तिकै महत्त्वपूर्ण मानिन्छ। यसले हाम्रो आर्थिक र सामाजिक जीवनलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ। तर एउटा कुरा नबिर्सनु होला, पैसा साधन हो, साध्य होइन। यसको सही प्रयोगले जीवनलाई सहज बनाउँछ। तपाईलाई आजको यो यात्रा कस्तो लाग्यो? के तपाईलाई इतिहासमा प्रयोग भएको कुनै अनौठो मुद्राको बारेमा थाहा छ? तल कमेन्टमा लेख्नुहोस् है। यदि तपाईलाई यो भिडियो मन पर्यो र यस्तै रमाइलो तरिकाले अर्थशास्त्र सिक्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नु होला। त्यो छेउमा भएको घन्टी पनि बजाइदिनुहोस् ताकि अर्को भिडियो नछुटोस्। अर्को भिडियोमा हामी मुद्राका प्रकारहरू अर्थात् टाइप्स अफ मनीको बारेमा अझै गहिरिएर कुरा गर्नेछौँ। त्यतिन्जेलसम्मका लागि पढ्दै गर्नुहोस्, सिक्दै गर्नुहोस्। नमस्कार।